तीनजना मिल्ने साथीहरू बाटोमा जाँदै थिए। उनीहरूको जीवनमा एउटा कुरामा चाहिँ साह्रो उनीहरूलाई धोका लाग्थ्यो, किनभने उनीहरू चाहिँ काले थिए। अनि उनीहरूले कुरा गर्थे, साथी हामी पनि सेतै हुनु नि अरू जस्तै, हामी त कालो भएको कारण गर्दाखेरि कसैले हप्सी भन्छ, कसैले अफ्रिकाको भन्छ, साह्रै हेप्छौँ भन्दै बात मार्दै जाँदो रहेछ। अचानक भगवान प्रकट भयो। भगवान आउनुसाथ भगवानले भन्छ, बालक हो तिमीहरू माग के माग्छौ, एक एकवटा वरदान म तिमीलाई दिन्छु, जे माग्छ त्यही दिन्छु भनेर भन्नसाथ भगवानले भनेको कुरा त हो। यति बेसी एक्साइटेड भएर पहिलो साथीले भन्छ, भगवान म भन्छु, मलाई सेतो बनाइदिनुहोस् न भनेर भनेछ। भगवानले तथास्तु भनेर टाङ्गै सेतो बनाइदिए। फेरि अर्को साथीलाई भन्छ, बालक माग तिमी पनि के माग्छौ, भगवान मलाई पनि सेतो बनाइदिनु उसलाई जस्तै भनेर भनेछ। अनि तथास्तु भनेर उसलाई पनि सेतो बनाइदिन्छ। अनि थर्डलाई पनि भन्छ, लु तिमी पनि माग एउटा कुरा, के माग्छौ भनेर भन्दाखेरि उसले भनेछ, भगवान यो दुईजनालाई फेरि कालै बनाइदिनु भनेर भनेछ उसले। यो एउटा जोक्स हो, यो एउटा सायद तपाईँले सुन्नु पनि भएको होला यो विगतको समयमा पनि। तर यो भित्र के कुरा छ भने नि, हाम्रो वरिपरि यस्ता धेरै साथीहरू छन्, धेरै मित्रहरू छन् जसले हाम्रो उन्नतिलाई, हामी उन्नति गर्दै गर्दाखेरि त्यो उन्नतिलाई देख्न नसकेर बरु म पनि बिग्रिन्छु त्यो पनि बिग्रोस् भन्ने पनि हुन्छ। किनभने धेरैजनाले हाम्रो सफलता हामीलाई देख्न उनीहरूलाई ठिक लाग्दैन। वाकई त्यो सफलतासँग ऊ पनि जान सक्छ, त्यो साथीले पनि भन्न सक्थ्यो म पनि उनीहरू जस्तै सेतो बनाइदियो भनेको, भगवानले सेतो बनाइदिइहालेको। तर उसले दुईजना सेतो भए म पनि हुनुभन्दा बरु सबै कालै होस् भनेर गलत निर्णय गरे। जीवनमा तपाईँ र मेरो वरिपरि पनि यस्तो साथीहरू छ भने हामी यस्तो साथीहरूबाट टाढा बस्नुपर्छ जसले तपाईँ र मेरो उन्नतिलाई देख्न सकिराखेको हुँदैन। अनि अर्को कुरा, त्यो थर्ड साथी जस्तो हामीले अरूको उन्नति गर्दैछन्, हामी पनि कसरी उन्नति गरौँ, हामी पनि कसरी सफलता प्राप्त गरौँ, त्यो बाटोलाई रोज्नुपर्छ, न कि अरूको बुराइ सोच्ने। जसले अरूको बुराइ सोच्छ नि त्यो व्यक्तिको जीवनमा कहिले पनि शान्ति हुँदैन। त्यसकारणले गर्दाखेरि हामी अरूको उन्नति देख्दै गर्दाखेरि हामी उसको विषयमा बुराइ सोच्ने होइन, तर म पनि कसरी उन्नति गर्छु भन्नेतर्फ हामीले लाउनुपर्छ भन्ने आजको कथाको सिक हो। कथालाई मन पर्यो भने यहाँले सेयर गरिदिनु होला। थ्याङ्क यू।